यस समारोहमा हुनुभएका सम्पूर्ण भक्तहरू र गुरुहरूलाई नमस्कार। म चाहिँ सिधै टेक्निकल पर्सन परेँ, त्यही भएर म धेरै कुरा गरेँ, टेक्निकलमा लागेँ। यो अहिले हजुरहरूलाई उद्घाटन गरेर देखाएको क्यानको एलएस लर्निङ म्यानेजमेन्ट सिस्टम, यसलाई हजुरहरूले कसरी प्रयोग गर्न सकिन्छ, यसमा के के सुविधाहरू छ त्यो हेर्दा छु। हजुरहरूको प्रिन्सिपल एसोसिएसन अफ नेपालको जुन वेबसाइट छ, त्यो वेबसाइट हजुरहरू सबैलाई थाहा होला, यसमा नै कनेक्ट गरिएको आफ्नो यसमा छ। यसमा तपाईँहरूले जब लगइन गर्नको लागि सबैभन्दा सबै स्कुलहरूले आफूले जुन रेजिस्ट्रेसन गर्नको लागि प्यानमाथि नाम नम्बर दिएर हजुर रेजिस्टर हुनुहुन्छ, जुन मोबाइल नम्बर गर्नुपर्छ, त्यही मोबाइल नम्बरबाट लगइन गरेर हजुरलाई युजर आइडी र पासवर्ड प्रोभाइड गरिन्छ। त्यो युजर आइडी र पासवर्डबाट यसमा एक्सेस गर्न सक्नुहुन्छ। यसको लागि यो प्यानको जुन उद्देश्य छ, हाम्रो एजुकेट इम्पावर एक्सन भन्नेलाई यो उद्देश्य पुरा गर्नको लागि हजुरहरूलाई यसमा पहिलो कुरा रिसोर्सहरू डेभलप गराइएको र यो रिसोर्सहरू भनेको कुनै एउटा पर्मानेन्ट हुँदैन, रेगुलर रूपमा अपडेट भइरहेको हुन्छ र यसलाई कामले रेगुलर रूपमा अपडेट गर्छ। र दोस्रो कुराहरू चाहिँ यसको मेन अर्को रिसोर्सहरूमा चाहिँ पहिलो कुरा सेभिङ। सबैभन्दा प्रमुख उद्देश्य के हो भने देशभरि कुना काप्चामा विभिन्न प्रिन्सिपल्सहरूले विभिन्न हेड टिचरहरूले आफ्नो स्कुलमा विभिन्न किसिमको बेस्ट प्र्याक्टिसहरू गराउनु भएको छ। त्यो बेस्ट प्र्याक्टिस थाहा पाउनको लागि यसमा हामीले लाइभ हरेक कुनै पनि समयमा यसमा चाहिँ अनलाइन गरेर भिडियो कन्फरेन्स गरेर हजुरहरूले सेयर गर्नुहुन्छ। त्यसको सम्पूर्ण म्यानेजमेन्ट हामी गर्नुहुन्छ अनि त्यसको टेक्निकल सपोर्ट चाहिँ विकास एजेन्सीले हामी सबै प्रोभाइड गर्छौँ। त्यसले गर्दाखेरि हाम्रो रिक्वेस्ट के हो भने कुनै पनि विद्यालयमा भएका राम्रा प्र्याक्टिसहरू अहिले हामी एक ठाउँबाट अर्को ठाउँमा टेक्निकली भनौँ न हामी भिजिट गर्न जानुपर्छ भनेर थाहा पाउनको लागि हेरेर गइरहनु पर्नुहुन्छ। त्यसको लागि समय र पैसा खर्च हुन्छ भने अब त्यो रेगुलर रूपमा कुनै पनि स्कुलले जहिले पनि आफूले गरेको बेस्ट प्र्याक्टिसहरू चाहिँ सेयर गरिदिनु होला गर्दछौँ। र त्यसको लागि चाहिँ यो प्र्याक्टिस लाइभको रूपमा हुन्छ र एनी टाइम हामी बिहान 7 बजेदेखि बेलुका 9 बजेसम्म 7 डेज अ विक हजुरहरूलाई टेक्निकल सपोर्ट प्रोभाइड गर्छौँ र कुनै पनि टाइममा हजुरहरूले यसलाई आफ्नो सेभिङहरू गर्न पाउनुहुन्छ। यसको लागि चाहिँ यो प्लेटफर्म तयार गरिएको हो। दोस्रो कुरा रेगुलर रूपमा ट्रेनिङको लागि अब अभिभावकहरू प्रधानमन्त्रीहरूलाई इम्पावर गर्नको लागि आवश्यक ट्रेनिङहरू जिल्ला लेभलमा, प्रदेश लेभलमा र राष्ट्र लेभलमा कम्तीमा पनि महिनाको एउटा ट्रेनिङ कुनै देशमा रेगुलर रूपमा कन्डक्ट गरिनेछ र त्यो ट्रेनिङ पनि यही प्लेटफर्म मार्फत गरिनेवाला छ।